स्पोर्ट्स कहिलेकाहीँ कति निर्दयी बन्छ हेर्नुहोस्। सुदूरपश्चिम रोयल्स फ्यान्सहरूलाई नचिताएको दिनले आज पर्खिरहेको थियो। एनपीएलको फाइनलको लागि निकै नै उत्साहित देखिन्थ्यो उनीहरू। फाइनल्ली दोस्रो पटक चाहिँ यो ट्रफी सायद आफ्नो क्याबिनेटमा लैजानेछौ। त्यो प्यासनेट फ्यान बेसले इन्जोय गर्नेछ। दिपेन्द्र सिंह ऐरी, लोकल्स इमोसन्स, अब टिम नै त्यस्तै हाई फ्लाइङ, सम्पूर्ण कुरा थियो यस टिमसँग च्याम्पियन बन्नको लागि। तर थिएन त केवल त्यो फाइनल म्याचको एउटा त्यो क्लिक मोमेन्ट, क्लच मोमेन्ट जुन हुन्छ नि, त्यहाँ आज एउटा फेरि दुर्घटना हुन पुगेको छ सुदूरपश्चिम रोयल्सको लागि। र दोस्रो पटकको प्रयत्नमा पनि उनीहरूले यो ट्रफीलाई आफ्नो बनाउन पाएका छैनन्। फेरि पनि एकपटक रनर अपमा चित्त बुझाउनु पर्ने भएको छ। म फिल गर्न सक्छु सुदूरपश्चिम रोयल्स फ्यान्स तपाईँहरूको लागि, किनकि तपाईँहरूले, मैले अस्ति पनि भनेको थिएँ, तपाईँहरूको कन्फिडेन्स पनि जायज थियो। तपाईँहरूले आफ्नो टिमलाई ट्रफी जितेको हेर्न खोज्नु पनि जायज थियो। मेहनत देखिन्थ्यो, टिमको प्रदर्शन त्यही किसिमको आएको थियो। यी सबै कुरा सुदूरपश्चिम रोयल्सलाई च्याम्पियन बन्नेछ भनेर सोच्नुमा कुनै अन्यथा थियो होला। खेल भनेकै हार र जितको नतिजा हो र त्यो हार फाइनलमा नै आएको छ। यसरी भोग्नु परेको छ, पीडादायी हुन्छ, मलाई थाहा छ। सुदूरपश्चिम रोयल्स फ्यान्स माइन्ड नगर्नुहोस् र आफूलाई मोरल डाउन पनि नगर्नुहोस्, किनकि तपाईँहरूको टिम अझै पनि सुदूरपश्चिम रोयल्स नै हो र टिमले अब अर्कोचोटि प्रयत्न गर्ला।